सुर्खेतमा 16 वर्षीय किशोरी इनिसा बिक बलात्कारपछि हत्या, न्यायको माग बढ्दो। कर्णाली प्रदेशको सुर्खेत जिल्लामा 16 वर्षीय किशोरी इनिसा बिकमाथि भएको बलात्कारपछि हत्या घटनाले देशभर आक्रोश र गुप्ताङ्गहरू एकै ठाउँमा हुने गरी पुरै चाहिँ तिरिने कुराहरू एउटा चाहिँ 16 वर्ष बालिकालाई जघन्य जो अपराध भएको छ रोग फैलाएको छ। एक निर्दोष बालिकामाथि भएको यो अमानवीय अपराधले समाजमा महिला तथा बालबालिकाको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। प्राप्त जानकारी अनुसार किशोरी इनिसा बिकलाई दुर्व्यवहारपछि निर्ममतापूर्वक हत्या गरिएको आशंका गरिएको छ। चौकीदार रामबहादुर बिक र विशाल बिकले एउटा लेडिज अचेत अवस्थामा छ भनेर हामीलाई खबर गर्यो र अस्थायी प्रहरी बिट सहित पर्खादेखि प्रहरी वरिष्ठ हल्दार कुलरासाईको कमान्डरमा 3 जना नेपाल प्रहरी र 7 जना निर्वाचन प्रहरी लिएर म यहाँ आएँ। पछि चाहिँ पुलिसले अब हामीले त देखेनौँ सरी एउटै भएको थियो भनेपछि कस्तोमुखी भयो भने एकजनाले त पक्कै गर्न सकेनन् त्यो काण्ड त हामी अहिले देखाउँदै देखाउनु भएन, हामी त उतै थियौँ अनि चोटहरू आमा आउँदाखेरि त्यही यस्तै फर्काउँदाखेरि हल्लै अनि खुन बलौटहरू उठ्यो अनि चोट त यता हिँडेर चोट थियो भन्थ्यो, देखि मान्छेले हिँडेर चोट छ अनि पछाडि बेल्टले हाने जस्तो पुरै पछाडि पनि रातो छ भन्ने कुरा गर्थे, डाम छ भन्थे। घरबाट आमा आउँदाखेरि कहाँ अरे ट्युसन पढ्न जान्छु म अनि म 2 घन्टामा आउँछु, ट्युसन पढ्न जान्छु अनि घटना सार्वजनिक भएपछि स्थानीय बासिन्दा, मानव अधिकार कर्मी र विभिन्न सामाजिक सङ्घ संस्थाहरूले दोषीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ भन्दै सरकारसँग माग गरिरहेका छन्। जब हाम्रो कर्णाली प्रदेशको मुख्यमन्त्री एमलाल कडेलजी उहाँको घर जानुभयो, घर गइसकेपछि उहाँको दाइले प्रत्यक्ष मिडियामा पनि भनिराख्नु भएको छ तपाईको हो के हो भन्दै गर्दा उहाँ आफै सरासर भित्र गएर चाहिँ तपाईको लास कहिले उठाउने भन्ने प्रश्न गर्नुभएको भन्न कसरी सकिँदैन। उसले त्यहाँ गएर म तपाईको छोरीलाई न्याय दिन्छु भन्ने हो कि तपाईको लास कहिले उठाउने भन्ने हो। यो कानुन अहिले आएको सरकारले दियोस्। म यहाँ पुलिसहरुसँग चाहिँ आएको घटना चाहिँ अब आउनु त तिनीहरू बिहान 6:30 बजीतिर आएर रहेछन्। अब थाहा चाहिँ हामीहरूले गाउँमा 9:30 बजी थाहा पायौँ। घरबाट त अब ट्युसन पढ्न जान्छु मम्मी, म 1000 रुपियाँ दिनु न भनेर 1000 रुपियाँ पनि लिएर आएको थियो। पुलिसहरूले त्यसपछि छाम त 1000 रुपियाँ थियो। यहाँ आउँदाखेरि त लास्ट अब टाउको त्यहाँ थियो, शरीर त्यहाँ थियो हैन। अब त्यस्तो उमा थियो। पहिला त हामीले मुख हेरेनौँ, देखाएनौँ, झ्यापै कपालले ढाकेको थियो के आएको थियो अनि मुख हेरेन। पछि चाहिँ आमा आउनुभन्दा एकछिन अगाडि चाहिँ हामीले ऊ त्यहाँबाट हेर्दा चाहिँ मुखहरू देखेको थियौँ। अनि पछि आमा आएपछि शरीर देखाउने बेलामा यस्तो ढाडमा सुम्ला थियो, यस्तोमा चोट चाहिँ खुन थियो। छन त केटाहरू 4 जना थिए, 3 जना यहाँ थिए, 1 जना तल बोलाउन गएको थिए। अरू केटाहरू आउँदाखेरि साथीले हामीलाई हेल्प गर भनेर फोन गरेर हामी आएको भन्थे। नाइ तिनको घर त यता भेटी नेपाल हो, केटाको घर चाहिँ तर लाठीकोली हो। केटा त खै अब त्यसको दिदी हो कि बहिनीको आएको थियो, त्यसले चाहिँ 18 वर्षको भयो भन्दै थियो।